गाइस यो भिडियो पुरै हेर्नु होला है। यसमा चाहिँ राष्ट्रसभा सांसदले अब चाहिँ अति भयो, हामी सहन सक्दैनौँ है। सो जति बेला पनि विरोध गर्ने है, बिना मतलब प्योर मान्ने हो हामी, पढे लेखेका बुझेका मान्ने हो, 8-9 क्लास पढेका होइनौँ। धेरै लेसन दिनु पर्दैन, 20 मिनट 25 मिनट भाषण अबदेखि सभामा हुँदै म सुन्नेवाला छैन है। धेरै अति भइसक्यो, दिनदिनै लिमिटेसन त दिनुहोस्। र अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो, मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है। हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। अति भयो, अति हो त। एउटा हद हुन्छ, लिमिटेसन टाइम हुनु पर्यो। ढ्याङ के ढ्याङ चलाएको छ। मूल्याङ्कन गरिरहेको छ जनताले, कसले के बोल्दैछ, बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा। यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस्। बेच्ने घोटाला गर्ने मान्छे त बेच्दिने, जग्गै बेच्दिने, बालुटारभित्रको अरू त कुरै छोड्दिने। मान्छे बेच्दिने पनि यो पनि कहीँ हुन्छ, यस्तो पनि बाँकी केही। को नेता काण्डले भरिएको प्रश्न बनाइदिन हुन आग्रह गर्दछु। यो अपमानजनक शब्द तपाईँले जसरी बोलिराख्नु भएको छ, यसमा हाम्रो पनि आपत्ति छ। तपाईँहरूको अब नयाँ मान्ने हुनु भएको छ, ढ्याङ गर्ने, बिहानैदेखि विरोध गर्ने, 20-25 मिनट बोल्ने, अनि हामीलाई चाहिँ शिक्षा सिकाउने काम नगरिदिनु होला। र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने हो। भ्रष्टाचारै भ्रष्ट काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिने होला। मैले धेरै खोल्नु नपरोस्। को नेता हो काण्डले भरिएको, यहाँ प्रश्न बनाइदिन आग्रह गर्दछु। अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो, त्यो कुरा तपाईँहरूको सरकार छ, खोलेर दोषी उपर कारवाही गर्नु। अब यो काण्डका बारेमा धेरै खोल्नुभन्दा पनि आफ्नै सभासद किन्ने, बेच्ने, अरबौँको घोटाला गर्ने, पब्लिकलाई किन्ने, यी दिनहरू अब बिर्सिनु होला। आफू पनि पछाडि फर्केर हेरौँ, हामी यही भूमिबाट आएका हौँ, हाम्रा दिन यिनै हुन्, हाम्रो समाज त्यही हो। सम्मानीय बालेन प्रधानमन्त्री हाउसमा आउनै पर्छ र उहाँबाट मागेको जवाफ दिनै पर्छ। सम्मानीय सभामुख महोदय, आज म प्रतिपक्षका सांसदजीहरूलाई एउटा पुरानो याद दिलाउन जान्छु। विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अँगालो हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ। तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला। भ्रष्टाचारै भ्रष्ट काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिने होला। मैले धेरै खोल्नु नपरोस्। र सभामुख महोदय, अब हामीले सत्ता पक्षका भए पनि हामीले ग्यासको अभाव पूर्ति गर्नै पर्छ। पनि खुल्नुन हामी चाहन्छौँ र साथसाथै हामी नयाँ सरकारलाई सपोर्ट गर्छौँ, किनभने नयाँ सरकारले काम गरेको छ, हामीले देखिरहेछौँ, हर चिजमा राम्रो गरिरहेछ। र हुनसक्छ स्टार्टिङमा ट्याक्स लग्यो भनेर चाहिँ धेरैलाई गुनासो होला, तर ट्याक्सको लागि पनि फेरि जनताको लागि फेरि अहिले नयाँ करदाता प्रोत्साहन कार्यक्रम पनि लिएर आयो है, त्यो पनि एउटा राम्रो कुरा हो है। सो केही न केही राम्रो गर्ने कोसिस गरिरहेछन् गाइज है। केही न केही हुनसक्छ कमी कमजोरी, तर केही न केही राम्रो गरिरहेछन् र हुनसक्छ सिकिरहेछन्, र यिनलाई चाहिँ साथ दिनु होला र जति हुन्छ यसलाई सेयर पनि गरौँला गाइज। सो नयाँ सरकार